सो हेलो गाइस वेलकम टु माई न्यू ब्लग सबैजनालाई नमस्ते र स्वागत छ मेरो यो नयाँ ब्लगमा। सबैजना आरामै हुन्छ होला, सन्चै हुन्छ होला भन्ने आशा गर्दछु। म पनि एकदम फिट एन्ड फाइन छु। र आज यसले यो भ्लग किन बनाउन गइरहेको छ त भनेर होला। आजको भ्लगमा चाहिँ म जान आँटेको छु कहाँ यहाँ भन्न मिलेन। आज चाहिँ म जाँदैछु मेरो हजुरआमाको माइत, यहाँदेखि अब मेरो के भन्नु, अब हाम्रो यो नेप्लिज भाषामा के भन्छ बुढोमा होला, त्यहाँनिर जान आँटेको रहेछु। त्यहाँनिर बोलाउनु भएको थियो होइन, आओ धेरै भयो पनि नआएको, लगभग 1 वर्ष जति भइसकेको थियो। अनि जान आँटेको। अनि त्यसपछि के अरे लिचीहरू पनि छ, अब खाना टन्न खाएर आउनु पऱ्यो होइन। हामी जान आँटेको फेरि केमा, साइकलमा। मम्मी र म यहाँदेखि लगभग भन्नुहुन्छ भन्दाखेरि कति यसो गेसिङ है, एक्ज्याक्ट त मलाई पनि थाहा भएन, गेसिङ यहाँदेखि लगभग म्याक्सिमम 6 किलोमिटर भनौँ होइन, त्यति नै हो म्याक्सिमम है। यहाँदेखि हामी अब साइकल राइड गर्दै त्यहाँनिर पुग्न आँटिरहेको छौँ। धेरै भयो नगएको पनि। आज अब गइदिउँ न त भनेर चाहिँ अब आज जान आँटेको। अब म यहाँ एकैचुकीमा रेडी भइहाल्छु, अनि त्यसपछि हामी डाइरेक्ट बाहिर गएर भेटौँला। अहिले चाहिँ साथीहरू यहाँ निस्किसक्यो। अब पुऱ्याउने हो कि ल न, अगाडि हुन्छ मेरो मम्मी चाहिँ। तर मौसम चाहिँ जे भने पनि हिजो पानी परेको कारणले चाहिँ एकदम शीतल भएको छ। साथै उडायो नि मम्मी यार मेरो त। त्यो सुरुमा परेको थियो एकचोटि, झोक्राउन आँटेर चाहिँ ब्रुम गरेर कत्रो पढ्यो क्या। लु हेर काकाको त बाइकै बिग्रेछ कि यार। के भयो ए औषधि गर्नु न। पछि इलेक्ट्रिकमा चाहिँ त्यही हो क्या, चार्ज छेकिहाल्छ कुन बेला अन द स्पोट सकिन्छ। अनि त्यही भएर चाहिँ पेट्रोल हो भने त अनि हरेक ठाउँतिर पनि पेट्रोलहरू हुन्छ होइन। अनि ठिक्क उयो लगाउन सक्छ। इलेक्ट्रिक हो भने त अब चार्ज हाल्यो ठिक। फेरि साइकलमा पम्पै रहेनछ क्या, फेरि त्यतिका लु हालुमान पम्प टक्क लाएर लु सकियो पम्प हालेर पनि। दिल गाडेन भुवा। अहिले चाहिँ हामी यहाँ गुराँसचोक पुग्न लाग्यौँ है। अब चाहिँ हामी गुराँसचोक आयौँ। गुराँसचोकबाट चाहिँ अब यता हो क्या, यता लेफ्टतिर जाने बाइक आउँदैछ। यता चाहिँ गोरादा हो भने यता चाहिँ अब उयो हो क्या, उता बैगुन्जेरा गल्डुबा हुँदै हुँदै हामी जान्छौँ है त। अहिले साथीहरू म यहाँ गल्डुबा चोक आइसक्यो होइन। यता यो मन्दिर, यता हामी चाहिँ यता राइट लेफ्टतिर जाने होइन, लेफ्टतिर होइन टक्क लेफ्ट हुने। त्यसपछि कहिले पिच गर्छ नि यार हाम्रो गाउँको यस्तै बाटो। यता हटिया लाग्ने हो। पिच चाहिँ 1 नम्बर लाग्यो क्या मलाई। नयाँ बनाएको रहेछ भर्खर, अहिलेसम्म त्यही हो 1-1.5 वर्षपछि हो। त्यसपछि अनि बिस्तारै चर्किँदै जान्छ नि। यहाँ अब पुल आउँछ होइन मम्मी अगाडि, अझै अगाडि नै हो। मलाई कस्तो डर पो लाग्छ त मम्मी। 10:34 अनि पहिला त नै खोइ के बाघ पनि आएको भन्ने कि सुन्दै थिएँ त म त। चितुवा आएको होइन, मलाई त कस्तो त सुनसान टाइपको लाग्छ क्या। सुनसान स्ट्यान्ड लागिरहेको रहेछ यार। यसो खुट्टाले हानेर ढकेल्यो न हो, झन्डै लडियो भयो। लाग्यो खुट्टा छिराउने विचार छ कि क्या। फाइनल्ली हामी चाहिँ यहाँ पुगिसक्यौँ यार। यो घर हो, उयो लिची त यहीँबाट देखियो त हामी है। डेन्जर यही घर क्या।
बुढामा होला आमामा हुनुहुन्छ हामी त आयौँ त यो भ्लग बनाएको हो क्या म युट्युबर भयो नि त नमस्ते कसले किन नचिन्नु आमा नमस्ते 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 म तिबो हजुर खारा हाम्रो आफ्नै घर गाउँमा फलेको अर्ग्यानिक लिचीको स्वादिष्ट एक नम्बर अहिले चाहिँ अब लिचीको पनि अन्त्य कार्य गरियो अब चाहिँ च्याप भएर हालिदिन्छु पैसा भित्रै चल्दैन अब केटीको चाहिँ पढाइयो यहाँ चाहिँ लिची टिप्ने कार्यक्रम हुँदैछ पर्छ खानुपर्छ आफ्नै बुढाबाट अर्ग्यानिक टिप्दै यस्तरी मलामी हौ दिसो बारेको होइन मलामी गएपछि त आइपछि अब बेला नै बुबीलाई देखेर के भात खानु साह्रै कलिला छन् कि तर नुन चाहिँ नहाली खाएको म अहिले बोटबाट राख न एक दुई दिन त्यस्तै हाल्यो हो गोटाबाट लोकल अर्ग्यानिक माल हो क्या यो चाहिँ यस्तो तान्दै उमा झुर्लुङ्गे पुल रहेछ यार उमा पर झुर्लुङ्गे पुल रह लिची खाँदै थिएँ मौरीले ठोक्थ्यो फुलाइ नै दियो म एउटा हप्सीकै जस्तो पाराले तर मलाई थाहा पाइनँ क्या कता हो यता कि उता हो यस्तो त ए कसले कस्तो अब दुःख मलाई अघि लिची खाँदा उयो फुलेन क्या यहाँ के फुल्थ्यो अब चाहिँ हिँड्न लागेको ठ्याक्क हिँड्न लागिखेर थिएँ यहाँनिर दामी खालको खतरा काँक्रा भित्रिएछ अब त यो अब यहाँ बसी पनि अब हिँड्न आँटेको टक्क यसो डो पनि पाइहाल्यो जान आँटेको लु 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 हालौँ हालौँ डेन्जर गरी उठै फुलाइदिने यार यहाँनिर त्याट अफ्रिकै बनाइदियो हप्सी टाइपको
लास्टै दुःख खाँदै थिएँ लिची कतिखेर आएर टोक्थ्यो न कमिलोले टोक्यो न मौरीले टोक्यो यत्रो फुलाइदियो बोल्ने कस्तो अप्ठ्यारो भयो अब चाहिँ लु हिँड्न लागेको अब चाहिँ अहिले चाहिँ हामी यहाँ गल्लुबा आएका छौँ अब यहाँ चटपटे खान लागेको सर्टकट आएको झन् अघि थाहा पाएको थियो भने त हामी उतै जाने रहेछौँ फेरि गएर कस्तो छिटो आइदियो आधी घन्टामै क्या ठ्याक्कै साह्रै पेलियो क्या बिहान चाहिँ अब यहाँ चटपटे खान लागेको फाइनली साथीहरू म चाहिँ यहाँ गएर टप्किसकेको छु तर्सिनु पर्दैन यस्तै हो कट अब भोलि चाहिँ मलाई स्कुलमा अब लखेड्छन् टाइप लाग्यो यति मात्र काटेको छु यति त होइन छोटो त छोटै छ कि र पनि मराउँछ जस्तो लाग्यो फेरि आज कस्तो धोका दियो क्या मोबाइलले पनि मोबाइलमा चार्ज पनि थिएन होइन कसरी बनाउनु भिडियो जस्तो लागेर जसरी तसरी भए पनि बनाइगएँ अब म यहाँ नुहाइधुवाइ गरिहाल्छु पर यार जिउ पहिला बाइकै कता गएको जिउ यहाँ पोलेर है अप्पै भइसक्यो खलखली भएर भर्खरै आएको भनेको बिहान हिँडेको 11, 12, 1, 2, 3, 4, 5 घन्टा पछि बल्ल आइरहेको छु यार अब म फ्रेस हुनु पऱ्यो आमा गलेर भक्कु उयो भएर आइरहेको छु फाइनली म चाहिँ नुहाइधुवाइ गरेर आइसकेको छु आउने बित्तिकै लिची अब कोही बाला खाएँ क्या ल सरी सुन आउने बित्तिकै झगडा नगर्नु आउन पाएन ऊ यस्तो झगडा गरिदिन्छ अनि त्यही हो गाइज होइन भ्लग कस्तो लाग्यो होला होइन कमेन्ट गरिदिनु होला के हो ए यहाँ मोज गरिरहेको छ एउटा गर भाइ माया बगिरा पुरा हेर न ल त सो म चाहिँ यहाँ नुहाइधुवाइ गरिसकेँ आइसकेँ होइन भ्लग कस्तो लाग्यो होला होइन कमेन्ट गरिदिनु होला राम्रो लाग्यो भने लाइक सब्सक्राइब पनि हानिदिनु होला थ्याङ्क्स फर वाचिङ भाइ